देख्न सक्नुहुन्छ गाइस एउटा फुल चाहिँ हामी चोरेर लाउँछौँ है कसको फुल हो पनि एउटा फुल चाहिँ मैले चोरेर लगाइसकेको छु चोरेर लगाइसकेको छु गर्मी यता चाहिँ यसरी जोतिन्छ कि मेरो तल्लोपट्टि चाहिँ हामीले हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि पनि एकदम सन्चै आरामै छु आज चाहिँ हामी यता मासतिर गाउँतिर डुल्न आएको अनि यतातिर चाहिँ मकैबारी छ नि त अनि अहिले चाहिँ रुम हेरेको कि हामी यतातिर चाहिँ यहाँ धान रोप्दै हुनुहुँदो रहेछ हेर्न सक्नुहुन्छ जहाँ माथि चाहिँ धान रोप्दै हुनुहुन्छ अनि यता मासतिर चाहिँ धान रोप्दै हुनुहुन्छ कि अहिले त असार लागिरहेको छ नि त अनि असारको टाइममा चाहिँ धान रोप्दै हुनुहुन्छ अनि यता तल्लो साइडमा चाहिँ यता तलतिर चाहिँ पुल छ अनि यता चाहिँ यसरी धान रोपिन्छ यतातिर चाहिँ देख्न सक्नुहुन्छ त्यही गर्मी यता चाहिँ यसरी जोतिन्छ कि मेरो तल्लोपट्टि चाहिँ हामीले यस्तो साइडमा के लाउँदै हुनुहुन्छ अनि यता चाहिँ भैँसीहरू पनि रहेछ कि अनि दिदी र म दिदी चाहिँ उहाँ पर पुगिसक्नु कि यहाँ चाहिँ फुल पनि फुलेर रहेछ राम्रो रहेछ फुल चाहिँ राम्रो रहेछ अनि माथितिर चाहिँ यसलाई के भन्छ धानको बिउ होला होइन धानको बिउ रोपेको रहेछ कि यता माथितिर यता चाहिँ धानको बिउ राखेको रहेछ अनि यहाँनिर चाहिँ धान रोप्नलाई रेडी गरेको बारी हो यो चाहिँ बारी होइन खेत हो यो चाहिँ धान रोप्नलाई रेडी गरेको खेत अनि हामी चाहिँ घुम्न आएको छौँ गाइस दिदी चाहिँ उहाँ अगाडि जाँदै हुनुहुन्छ कि मलाई नपर्खिकन है नपर्खिकन सुई अगाडि हिँड्नु छ कि उहाँ अगाडि हिँडेर जानु चाहिँ साइडमा ढिलो हिँड्छ होला अलिक ढिलो हिँड्छु नि त त्यही भएर हुनसक्छ हिँडेको क्या दिदीलाई पनि भ्लगमा बोलाऊँ भनेको त है बोल्नै मान्नु हुँदैन हौ देख्न सक्नुहुन्छ यता त्यस्तो घरहरू छ यता चाहिँ यो चाहिँ धान रोप्नलाई कुखुरा पनि रहेछ कि धान रोप्नलाई रेडी बनाएको बारी हो यता चाहिँ घरहरू छ यहाँ कस्तो हिलो नै हिलो रहेछ कसरी जानु यता चाहिँ हिलो नै हिलो छ अनि अब चाहिँ हामी हिँडेको यता यो ठाउँलाई चाहिँ के भन्छ फुलबारी के भन्छ होला सायद यता चाहिँ मकै धेरै मकै छ खाने भए हाम्रो यो कटारी बजारको फुलबारी भन्ने ठाउँमा आउनु होला देख्न सक्नुहुनेछ फेरि यता माथि चाहिँ कति राम्रो छ कि यस्तो खेतै खेत भएको माथि चाहिँ घरै घर अनि रोड छ कि अनि यता चाहिँ घरहरू रहेछ तर यता कस्तो धेरै गर्मी छ क्या आजकल त अलिअलि हिँड्दा पनि पसिना आउने त्यस्तै चल्दैछ दिदीलाई हेर्नु देख्न सक्नुहुन्छ फास्ट हिँड्नुहुन्छ झन् मैले दिदी बस्नु नसँगै जाउँ भनेको मलाई भिडियोमा बोल्न लाज लाग्छ भन्दै थिएँ कि अनि भिडियोमा बोल्न लाज लाग्छ दिदीलाई अनि अब म दिदीलाई भेटाउने नै छु एकछिनमा चाहिँ गाइस दिदीले यता छाताभित्र लुकेर हिँडिरहनु भएको छ आयो नि एकदम अल्छी लागेको छ बिहान चाहिँ दिदीलाई अनि क्यामेरामा देखिनुपर्छ भने हेर्नु न छाता ओढेर हिँडिरहनु छ
यस्तो ट्र्याक्टर आयो कि यही बेला कस्तो साह्रो गर्ने हो आमामा हिँड्दै हिँड्दै यस्तो धेरै गर्मी भइरहेछ नि त यता धेरै गर्मी भइरहेको छ बोलेले चाहिँ मलाई हेर्दै हुनुहुन्छ फेरि हेर दिदी चाहिँ फोनमा एकदम व्यस्त हुनुहुन्छ दिदी मम्मीसँग बोल्दै हुनुहुन्छ कि दिदीको मम्मीसँग मम्मीसँग बोल्दै हुनुहुन्छ कस्तो नराम्रो देख्यो यदि फुल देख्न सक्नुहुन्छ कि है एउटा फुल चाहिँ हामी चोरेर लाउँछ नि कसको फुल हो पनि एउटा फुल चाहिँ मैले चोरेर लगाइसकेको छु देख्यो भने मलाई घटाउनुहुन्छ होला है देखेको छ मलाई सो गाइज मेरो फर्स्ट भिडियोलाई सबैजनाले धेरै साथ सपोर्ट गरिदिनु पनि भएको छ यो भिडियोलाई पनि त्यस्तै साथ सपोर्ट र माया देखाइदिनु होला यो मेरो भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला बाई।